सो हेलो हाई नमस्ते यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत छ हाम्रो यस न्यू भिडियोमा र कि तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि चट्ट लगाएर आज चाहिँ फेरि म आइसकेको छु तपाईँहरूको सामुक्ष चट्ट लगाएर आज चाहिँ म चट्ट लगाएर हिङ्ग्रो खोज्न जाँदैछु गाउँको अर्ग्यानिक हैन चट्टौ त्यो खोलातिर छ अनि साथमा उसँग खुकुरी छ अनि यहाँ हिङ्ग्रो हाल्नको लागि झोला छ कति पाइन्छ त थाहा छैन त्यही पनि हेरौँ कतिको पाइन्छ हेर्दै गर्नु होला भिडियोहरू चट्ट लगाएर अब चाहिँ हामी लाग्छौँ के कस्तो हुन्छ भिडियोहरू लाग्छौँ अब चाहिँ तलबाट तलतिर लाग्नुपर्ने हुन्छ हिङ्ग्रो खोज्न चाहिँ यो अगाडिको हेरौँ पाउँछ कि पाउँदैन त्यही पनि त्यसपछि मैले थाहै पाएको थिएन क्या भिडियो बनाउँदाखेरि पछि बल्ल भिडियो एडिट गर्ने बेला चाहिँ थाहा पाएको क्या कृपया माफ गर्नु होला र योभन्दा पछाडिको भिडियोहरू रमाउनु होला। अनि यो चाहिँ हाम्रो भिलेज छ हाम्रो यो गाउँघर यस्तै छ गाउँघरको चहलपहल यस्तै हो। अब चाहिँ हाम्रो आफ्नो डेस्टिनेसनतर्फ लाग्छौँ। ल दर्शक बिनहरू अहिले चाहिँ हामीले लगभग यति टिपिसक्यौँ चट्ट लगाएर अनि यतातिरको यति भरिमा यदि तल्लादेखि लिएको होइन त्यो यति भरिको मात्र हो देख्न सक्नुहुनेछ। यहाँ तल्लोपट्टि यति भएर यति निस्केको यति निस्केको यति भरिबाट अझै निस्किने सम्भावना छ है। यहाँ चाहिँ एउटा यस्तो है अनि त्यहाँबाट कता अर्को चाहिँ अन्त द्रो भेटिन्छ कि यही ठाउँमा यस्तै ठाउँमा यहाँ तल पनि छ है यहाँ अनि 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 यस्तै छ योभन्दा अगाडिको चाहिँ दृश्यहरू देखाउनु भएन किनकि अब पाइँदैन भनेर त्यतिर हावादारीमा आइदिएको तर यहाँ मलाई थाहा चाहिँ पहिला नै थियो तर अहिले चाहिँ चट्ट होइन चट्ट कुमार सागरको गीत सुन्दै अनि आयो यस्तै छ है यतातिर यहाँ गाइजहरू यस्तै छ यही हो टिप्ने भनेको यस्तै हो यस्तो कति छोडेर आएको छ क्या यतातिर म गएको भर्खरै तर यस्तो चाहिँ हो कि यस्तो त होइन यस्तो खासै मिठो हुँदैन मिठो हुने भनेको यो यस्तो मिठो लास्टै मिठो हुन्छ यो चाहिँ। अब चाहिँ हामी फेरि अर्को डेस्टिनेसनमा जान्छौँ चट्ट लगाएर यस्तै छ यस्तो गाईहरू छ क्या लास्टै मलाई झ्याउ लाग्छ यस्तोहरू छ कि यस्तोहरू गाडी र काँडै अरू भयो त भने काँडै काटेको छ कि लास्टै। ल अब चाहिँ हामी अर्को डेस्टिनेसनमा भेट्छौँ है त अहिलेको लागि बाई बाई अब म पनि जान्छु है त। ल अहिले चाहिँ हामी फेरि अर्को डेस्टिनेसनमा लाग्दैछौँ अनि यता गाडी हिँडिरहेको छु यहाँ चाहिँ हाम्रो बाजेको हाम्रो यहाँ गाउँले बाजेको ड्याङ्ग्री छ यतातिर चाहिँ तपाईँहरूले देख्न सक्नुहुनेछ लगाएर बाटै छैन जस्तो छ यस्तै छ दृश्यहरू। Anyway guys, I have to surprise.
सरप्राइज यस्तो छ यार ल दर्शक बिन्दु तपाईँले देख्न सक्नुहुनेछ त्यो त बाहिरतिर गाउँहरू र यहाँको पहिरो हाइट यहाँ त बाबुबाडीले के गर्ने खालको छ भने जिउर गरिरहेको छ क्या चट्ट होइन अहिलेको दृश्य चाहिँ यस्तो छ अघि अर्कै थियो अहिले यस्तो देखिरहेछ सो फेरि लाग्छौँ हामी तलतिर खोज्नु जानु भनिसक्यो अझै तलतिर छ कि भन्ने आशा हो तर छ कि छैन चाहिँ सोल्दिउँ अब काँडा लास्टै भिटामिन ठिक यस्तो छ है चट्ट होइन दृश्यहरू ल बाटो आइपुग्यो यहाँ चाहिँ पुरा यस्तो कुराहरू छ कि यहाँ दर्शाउनको लागि राखेको अनि त गाइस त्यहाँ एउटा जय घाँस भन्ने हुन्छ कि त्यो घाँस राखेको थियो छैन थोप्पै छैन तिमीलाई कल्पना हेर्नु दर्शकबिनहरू तर्साउनुलाई पुरा यस्तो यस्तो चिजहरू राखेको ल अब तल चाहिँ नजाउँ जस्तो नि लागिरहेको छ जाउँ अनि लागिरहेको छ यहाँ हेर्नु न एउटा त्यो जय घाँस भन्ने हुन्छ त्यो घाँसको बार हेर्नु न यहाँ यो घाँस हुने यत्रो हो कि न कत्रो हुने हो कि छैन थोप्पो पनि सब उडाइसकेको छ चट्ट लाएर हाम्रो गाउँको दृश्यहरू यस्तो छ है होइन ल यहाँबाट एउटा सिनेमा सुट जाओस् न गाइजहरू चट्ट लाएर सो दर्शकबिनहरू अब चाहिँ हाम्रो लगभग सकिसकेको छ अब अहिले चाहिँ म घर आइसकेको छु अब चाहिँ हाम्रो कलेक्सनहरू म कालो भएको छ अरे यस्तै अब सो हाम्रो कलेक्सन चाहिँ यति भइसकेको छ चट्ट लगाएर लगभग 2 चाक जति हुन्छ होला चट्ट यस्तै छ सो आजको भिडियो त्यही हो हजुरहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नु होला यति भन्दै आजको बाई